सुदूरपश्चिम प्रदेश र धनगढ़ीमा फुटबल खेलको शुरूआत भएको आधा शताब्दी पार भएको छ। 2030 सालतिर धनगढ़ीमा फुटबल खेल्न थालेको इतिहास रहेको छ। धनगढ़ीमा फुटबल खेल्न शुरू गरेका पहिलो पुस्ताका केही खेलाड़ीहरू अहिले पनि जीवित रहेका छन् भने केहीले यो संसारबाट विदा लिइसकेका छन्। उनीहरूले यहाँको फुटबललाई दिएको योगदान भने जीवन्त नै रहेको छ। भौतिक रूपमा उपस्थित नभए पनि योगदानका कारण पहिलो पुस्ताका खेलाड़ीहरू यहाँको फुटबलमा सधैँ बाँचि नै रहेका छन् भन्दा फरक नपर्ला। यहाँको फुटबललाई मलजल गरेर हुर्काउँदै पछिल्ला पुस्ताहरूमा खासै परिचित हुन नसकेकाहरू मध्येमा एक थिए स्वर्गीय कमल लामा। उनको नाम बिना यहाँको फुटबल अधुरो नै रहन्छ। धनगढ़ीको पुस्ताले फुटबल खेल्नका लागि भारतको पलियाबाट गोलपोस्टको फलाम किनेर ल्याएका थिए। लामा पनि त्यही टोलीकै हर्ताकर्ता थिए। उनको टीमले धनगढ़ी रंगशालाको दक्षिणी कुनामा गोलपोस्ट आफै बनाएर फुटबल खेल्न थालेका थिए। फुटबल खेलका धेरै नियमहरू थाहा नभए पनि रहरै रहरमा कमल लामा र सहपाठीहरू फुटबलमा होमिए। फुटबल खेल्न थालेको 2 वर्षपछि 2032 सालदेखि 2035 सालसम्म धनगढ़ीका खेलाड़ीहरूले नर ट्रफी खेले। पहिलो सहभागितामा एक खेल पनि नजितेपछि दोस्रो सहभागितामा धनगढ़ीको टीमले तहल्का नै मचायो। 2033 सालमा लाहानमा भएको नर ट्रफीमा देशभरिका टीमबाट तत्कालीन सेती अञ्चलको टीम उपविजेता बन्यो। त्यस टोलीमा उत्कृष्ट प्रदर्शन गर्नेहरूमा एक थिए कमल लामा। काठमाडौँको सेन्ट जेभियरमा पढ्दा पढ्दै फुटबल खेल्न थालेका लामा प्रहरी जागिरे बुवा धनगढ़ी सरुवा भएर आएसँगै धनगढ़ी आएका थिए। धनगढ़ी आएसँगै उनको त्यसपछिको जिन्दगी फुटबलमै बित्यो। सुरुमा खेलाड़ी अनि प्रशिक्षक र पछि रेफ्रीको भूमिकामा रहे। पहिलो पुस्तापछिका धेरै खेलाड़ीहरू लामाकै उत्पादन हुन्। स्वर्गीय लाल बहादुर खड्का लगायतका धनगढ़ीका धेरै खेलाड़ीहरूले उनकै प्रशिक्षणमा राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो छाप छोड्न सफल भए। लामा तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको फिफा सहायक रेफ्रीको लाइसेन्स पाउने पहिलो व्यक्ति हुन्। सन् 1992 मा फिफा सहायक रेफ्रीको लाइसेन्स पाएपछि उनले देशभरि नै विभिन्न प्रतियोगिताहरू खेलाए। फुटबलमा जीवन समर्पण गर्दै गर्दा उनी तत्कालीन समयमा जिल्ला र अञ्चल खेलकुद विकास समितिमा सचिव भएर पनि काम गरे। लामाका श्रीमती 2 छोरा र 1 छोरी छन्। श्रीमती नेपाल राष्ट्र ब्याङ्कबाट रिटायर्ड जीवन बिताइरहेकी छिन्। जेठो छोरा आनन्द लामा बक्सिङमा राष्ट्रिय च्याम्पियन भइसकेका खेलाड़ी हुन्। माइलो छोरा दिपेश लामा फुटबल खेलाड़ी हुँदै अहिले फुटबल प्रशिक्षकको रूपमा सक्रिय रहेका छन्। कान्छी छोरी नीलम योन्जन पनि तेक्वान्दोकी अन्तर्राष्ट्रिय खेलाड़ी रहेकी थिइन्। कमल लामा सुदूरपश्चिम प्रदेशको फुटबलका गर्विलो इतिहास हुन्। उनको योगदान तत्कालीन समयको पाको पुस्तालाई राम्रैसँग थाहा छ, तर नयाँ पुस्तालाई उनको बारेमा जानकारी समेत छैन। खोजीनीति गर्ने हो भने उनको बारेमा कहीँ कतै जानकारी पाउन पनि मुस्किल छ। उनीसँगै फुटबल खेलेका, प्रशिक्षण गराएका र रेफ्री गरेका सहपाठीहरूलाई मात्रै उनको योगदानको महत्व थाहा छ। सुदूरपश्चिमको फुटबललाई नाम जस्तै फुलाएका कमल लामालाई नेपाल खेलकुद पत्रकार मञ्च कैलाली मरणोपरान्त प्रदान गर्दछ यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड। दिपेश लामालाई यो अवार्ड ग्रहण गरिनुको लागि स्टेजमा आमन्त्रण गर्दछौँ र उहाँलाई सम्मानित गरिनुको लागि म आमन्त्रण गर्छु सीपी अस्पतालका व्यवस्थापक रमेश पाण्डेय, यसै गरी नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीज्यूलाई र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेतालाई हामी नगद 25,000 सहित यो सम्मान अर्पण गर्न गइरहेका छौँ। म दिपेश लामा अगाडि आइदिनु होला कृपया यो ग्रुप फोटोको लागि पनि। आदरणीय गुरु कमल लामाको तर्फबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड लिनु भएको छ उहाँका माइला छोरा दिपेश लामाज्यूले र म केही मन्तव्य राख्दिनलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सबै पठाउनु पर्यो। अब यहाँ अलिक भावुक भएको छु म यो बाबालाई सम्झेर।